विक्रम सम्वत 2082 चैत्र 13 गते नेपालकै इतिहासमा पहिलोपल्ट वादी समुदायबाट प्रतिनिधित्व गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्न सफल भइन् सीता वादी। वादी समुदाय जसले सङ्घर्ष, उत्पीडन, हिंसा र दासत्वको घाउ लिएर हिँडिरहेको छ, त्यही घाउको पीडा सीता वादीको आँखामा पनि देखियो जब उनले मन्त्रीको रूपमा पदभार ग्रहण गर्दै थिइन्। विक्रम सम्वत 2064 साल भाद्र 25 गते केही वादी महिलाहरू उमावादीको नेतृत्वमा सिंहदरबार अगाडि अर्धनग्न अवस्थामा आन्दोलन गर्न बाध्य भए। 2064 साउन 31 गते वादी समुदायका महिलाहरूले मूलतः वादी महिलाहरूले लैङ्गिक उत्पीडन भोग्दै जीविकोपार्जन गर्न बाध्य अवस्थाबाट मुक्त गराउन माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्ने निर्णय लिएका थिए। तर आन्दोलन सुरु भइसकेपछि पनि सरकारले वादी महिलाहरूलाई नजरअन्दाज गरेपछि बाध्य भएर अर्धनग्न अवस्थामा आन्दोलन गर्न पुगेको त्यस आन्दोलनकी नेतृत्वकर्ता उमावादीले बताएकी थिइन्। जुन आन्दोलन जम्मा 48 दिन चलेको थियो र यही आन्दोलनको जगमा बसेर वादी समुदाय र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बीच समझदारी भएको थियो, जस अनुरूप सरकारले यौन शोषण मुक्त समुदाय घोषणा गर्यो। साथै वादी समुदायको आत्मसम्मानमा ठेस लाग्ने शब्दहरूको प्रयोगमा तुरुन्तै रोक लगाउने, वादी समुदायलाई नागरिकता दिने र वादी समुदायका बालबालिकाहरूलाई अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने लगायतका व्यवस्था गरेको थियो। सरकारले यौन शोषण मुक्त समुदाय घोषणा गरेको लगभग 18 वर्ष पुरा भइसक्दा पनि पुनर्स्थापनाको कुनै पहल नै चलेन, जसले गर्दा वादी महिलाहरूलाई जीविकाका लागि फेरि लोकीछिपी बाध्यात्मक यौन पेसामा धकेलिनु पर्यो। जब सीतावादीले मन्त्रीको पदभार ग्रहण गर्दै गर्दा उनका आँखाबाट आँसु झरिरहेका थिए। त्यही आँसुका थोपाभित्र वादी समुदायले अब न्याय पाउने आशा गरेको छ। तर सीतावादीले पदभार ग्रहण गरेको 1 महिनापछि केही वादी समुदायले भोग्नु परेको लैङ्गिक उत्पीडनलाई केन्द्रमा राखेर बनाइएको चलचित्र लाली बजारलाई सर्वोच्च अदालतले प्रदर्शन गर्न रोक लगायो। वास्तवमा यो वादी समुदाय अहिलेको समाजले देखेको जस्तो दलित जातिभित्रको पनि सीमान्तकृत र लैङ्गिक उत्पीडनले पेलिएको समुदाय थिएन। यो समुदायको परिभाषा खोज्दै जाने हो भने त्यो यही समुदायको नामभित्र नै भेटिन्छ। वादी समुदायको मुख्य पेसा काठ तथा छालाबाट वाद्यवादनका साधन बनाई समाजलाई मनोरञ्जन प्रदान गर्नु थियो, जसले गर्दा संस्कृत शब्द वाद्य, जसको अर्थ बाजा हुन्छ, यहीबाट नै यो समुदायको नामाकरण वादे हुन पुगेको। यस वादी समुदायको जन्म नेपालमा कसरी भयो भन्ने विषयको ठोस प्रमाण नभए पनि धेरै इतिहासकारका अनुसार यो समुदायलाई भारतबाट राजा रजौटेहरूले मनोरञ्जन प्रदान गरून् भनेर 14औं शताब्दीतिर नेपाल ल्याएको शिलापत्रले लेखेको छ। यो समुदाय त्यतिबेला राम्रै दर्जाको रूपमा प्रतिष्ठित थियो। राजा रजौटेहरूसँगको डाइरेक्ट सम्बन्धले गर्दा बाजा बनाउने, बजाउने र नृत्य मार्फत मनोरञ्जन प्रदान गर्ने यिनीहरूले राम्रै धन र संरक्षण पाएका थिए। पछि राज्य एकीकरण भइसकेपछि समाजका सामन्ती र ठालुहरूसँग धनको कमी हुन लाग्यो, जसले गर्दा पुरानो परम्परालाई अँगाल्दै मनोरञ्जन प्रदान गरिरहेको वादी समुदायलाई ती राजा महाराजा र सामन्तीहरूले काम नलाग्ने वस्तु सरह यत्तिकै छाडिदिए। त्यसपछि वादीहरूको घुमन्ते जीवन सुरु भयो। घुमन्ते जीवन बिताइराख्दा पनि वादीहरूले आफ्नो संस्कार, परम्परा र संस्कृति भुलेनन्। आफ्नो कला गला मार्फत समाजलाई मनोरञ्जन दिइरहे। यसरी घुमन्ते जीवन बिताउन बाध्य समुदायभित्रका महिलाहरूलाई गाउँका मुखिया, जिम्माल, प्रधान वा गाउँका ठुलाबडाले कुदृष्टि लगाउन थाले। नाचगानबाट मनोरञ्जन लिनुको साथै उनीहरूले शरीरको मोलसम्म तोक्न थाले। विक्रम सम्वत 1910 मा जङ्गबहादुर राणाको अग्रसरतामा बनाएको पहिलो मुलुकी ऐनमा यो वादी समुदायलाई अनटचेबल कास्ट अर्थात् छुन नमिल्ने जातको पनि तल्लो श्रेणीमा राखिएको थियो। यसरी समुदायको नाममा नै कला जोडिएको जातिलाई समाज र राज्यको कुदृष्टिले देह व्यापारी अनि छुनै नहुने जात बनाइदियो र नदी किनारामा धकेलिदियो। तर विक्रम सम्वत 2007 सालमा राणा शासनको अन्त्य भए पनि राज्यले यो समुदायले भएको उत्पीडनलाई सम्बोधन नै गरेन। त्यसपछि राजा महेन्द्रले भूमि सुधार सम्बन्धी ऐन ल्याइसकेपछि ठुला जमिनदारहरूको पनि जग्गा खुसी नपुग्यो र जसले गर्दा उनीहरूले मनोरञ्जनमा खर्च गर्न बिस्तारै छोड्न लागे र त्योसँगै
नेपालमा सङ्गीत र चलचित्र मार्फत मनोरञ्जनका लागि स्रोतहरू पनि बढ्न थालेपछि घुमन्ते जीवन बिताउन पनि गाह्रो हुन लाग्यो। शिलापत्रको लेख अनुसार 2046 सालको प्रजातन्त्रपछि भने यो समुदायमा नाचगान खुम्चिँदै गएको र देशका विभिन्न भागमा मनोरञ्जन दिने सञ्चार माध्यमहरू स्थापना भइसकेपछि उनीहरूको पेसा सङ्कटमा परेको देखिन्छ। सन् 1985 वादी समुदायबारे अध्ययन गरेका मानवशास्त्री थोमस कोक्सका अनुसार पहिला वादी महिलाहरूले संरक्षणकर्तासँग मात्रै यौन सम्पर्क राख्ने गर्दथे, तर घुमन्ते जीवन बिताउन बाध्य भइसकेपछि समाजले कुदृष्टि लगाउन थालेपछि समाजले नै वेश्यावृत्तिका रूपमा लिन थाल्यो र उनीहरूको जातीय पेसाकै रूपमा व्याख्या गर्न थाल्यो। यसरी पेसा नै सङ्कटमा परेपछि वादी समुदायका महिलाहरू बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ। वादी अगुवा हिक्मत वादीका अनुसार यौन व्यवसाय सरकारले पूर्ण रूपमा बन्द गरिसकेपछि यो समुदायले नदी र खोला किनारामा माछा मार्ने, गिट्टी बालुवा चालेर जीविकोपार्जन गर्न सुरु गरेको बताउँछन्। त्यसपछि जो वादी समुदायका व्यक्तिहरूसँग जग्गा जमिन थियो उनीहरू कृषिमा पनि आबद्ध भएको पाइन्छ। त्यसैगरी केही पुरुष भारतमा गएर मजदुरी गर्ने गरेको पनि पाइन्छ। यसरी हेर्दाखेरि जसरी समाजमा वादी भन्दा बित्तिकै वेश्यावृत्तिसँग जोडिन्छ त्यो पूर्ण रूपमा गलत देखिन्छ। तर नेपाली समाजमा सबै वादी केटीहरू वेश्या बन्छन् र टुहुरा बच्चाहरू जन्माउँछन् भन्ने गलत धारणा व्यापक पारियो। यसरी माथिल्लो वर्गका शासकहरूद्वारा उत्पीडन र हिंसा सहन बाध्य वादी समुदायका व्यक्तिहरूको मनमा एउटा आगो दन्किरहेको थियो। त्यो आगो सन् 1990 विस्फोट हुन पुग्यो जब 6 वर्षीय वादी नानीको बलात्कार भयो र यो घटना घटे लगत्तै अर्की 50 वर्षीय वादी महिलाको पनि बलात्कार भयो। अनि जब उनीहरू मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे तब प्रहरीले वेश्याहरू बलात्कारित हुँदैनन् भन्दै मुद्दा दर्ता गर्न नै मानेनन्। त्यसपछि यो समुदाय पहिलोपल्ट सडकमा आउन बाध्य भयो र आफ्नो समुदायको संरक्षणको लागि सरकारसँग हात जोड्न थाल्यो। त्यति बेला नेपालगञ्जबाट सुरु भएको यो आन्दोलन 2064 सम्म पुग्दै गर्दा काठमाडौँसम्म पुग्यो र अर्धनग्न भएर वादी महिलाहरूले सिंहदरबार अगाडि आन्दोलन गरेपछि बल्ल सरकारले पनि वादी समुदायको व्यथा सुन्ने कोसिस गर्यो। त्यही आन्दोलनबाट चर्चामा आएकी उहाँ वादी पछि सुदूरपश्चिम प्रदेश सांसद पनि बन्न पुगेकी थिइन्। यसरी झट्ट हेर्दा थाहा हुन्छ कि यो समुदायले नेपालका अरू समुदायले सोच्नै नसक्ने पीडा र राज्यको अवमूल्यन सहँदै आएको छ। यस्तै कथावस्तु समेटेर चलचित्र लालीबजार निर्माण गरेको निर्माण पक्षको दाबी छ, तर कलाकार नै प्रधानमन्त्री भएको र वादी समुदायकै एक महिला मन्त्री भएको अवस्थामा पनि यो चलचित्रलाई सर्वोच्चले प्रदर्शन हुनबाट रोक्नुले एक किसिमको डिबेटको जन्म दिएको छ। डाक्टर रोशनी नेपाली वादीका अनुसार यस चलचित्रले वादी समुदायको कलाको इतिहासलाई किनारा लगाई वेश्यावृत्तिसँग मात्रै जोडेको आरोप लगाउँदै यो चलचित्र प्रदर्शन नै हुन नदिने बताएकी छिन्। रातोपाटीको समाचारका अनुसार यो चलचित्रको खण्डन गर्ने उनी एक्लो देखिन्छन्। त्यसैगरी अर्का वादी अभियन्ता हिक्मत वादीका अनुसार पहाडमा बस्ने हामी जस्ता केही पढे लेखेका वादीहरूलाई यो फिल्मको विषयवस्तु चित्त नबुझ्न सक्छ, तर जब हामी तराईका वादी बस्तीहरूमा पुग्छौँ त्यहाँका आमाहरूको सङ्घर्ष र पीडा अझै पनि जिउँदो छ। फिल्मले 2045 सालतिरको ऐतिहासिक पीडा र शोषणको कथालाई उठाउन खोजेको छ। त्यसैले फिल्म नै चल्न दिनु हुँदैन भन्ने पक्षमा म छैन। त्यसैगरी वादी समुदायकी अर्की प्रतिनिधि हेना देवीश्वरी वादीका अनुसार फिल्ममा कतै पनि अपमानजनक शब्दहरू प्रयोग नभएको साथै कतिपय घाउ किन देखाएको भनेर प्रश्न गरे पनि आफ्नो विचारमा जबसम्म लुकेको घाउ देखाइँदैन तबसम्म डाक्टरले उपचार गर्न नसक्ने भनेकी छिन्, जुन कुरा रातोपाटीको समाचारमा उल्लेख छ। यसरी हेर्दा यस्ता समुदायको पीडा र व्यथालाई पर्दामा ल्याउने र समाजलाई यस्ता इतिहासको झल्को प्रस्तुत गर्न चाहने कलाकारहरूलाई पनि फेरि यी सामाजिक विषयका कुरा उठाउँदै गर्दा धेरै सोच्न भने पक्कै पनि बाध्य हुने देखिन्छ। यसरी चलचित्र प्रदर्शन नै रोक्नाले चलचित्रकर्मीलाई त ठेस लाग्ने नै छ, तर यो सँगै यस्ता समुदायका विषयवस्तु पनि इतिहाससँगै लोप हुने खतरा पनि बढेको छ। यदि केही आपत्तिजनक विषय छन् भने त्यस्ता विषयलाई हटाएर भए पनि यो चलचित्रलाई पर्दामा ल्याउनु पर्ने नै हुन्छ, किनभने अन्य समुदायहरूले जब वादी समुदायले भोग्दै आएको चोटको गहिराई बुझ्नेछ तब बल्ल अन्य समुदायमा वादी समुदायलाई लगाइएको अपमानको दाग केही हदसम्म हट्नेछ। अन्त्यमा यही आशा गरौँ कि कला र कलाले सम्पन्न एक समुदाय राज्य र समाजको कुदृष्टिले समाजको सबैभन्दा तिरस्कृत समुदायमा पुग्न बाध्य भयो। यो सरकारले यो समुदायलाई
यसको नाम वादीको सही परिभाषा समाजलाई दिँदै वादी समुदायलाई परम्परागत कला गला र वाद्यवादनसँग जोड्न सफल होस्। हवस् त, धन्यवाद।